Hello everyone. नमस्ते सबैजनालाई अनि ह्यापी विजया दशमी अनि अब हामी चाहिँ यहाँ आज छुट्टी छ अनि दशैं मनाउन आटेको छुट्टी अनि आज चाहिँ हामी जस्ट अब ब्लग चाहिँ धेरै पछि आयो अनि यो ब्लग पनि खास त हैन अब त्यही नर्मल टिका लगाइदिने एकअर्कालाई त्यसपछि खानासाना खाने त्यति नै हो हैन मिठो मिठो खानेकुरा दो कि जमरा जमरा तपाईलाई चाहिँ हाम्रो जमरा देखाउँछौँ है यस्तो भएको छ है नपलागो हो हाम्रो जमरा खै के हो यो एउटा दुईटा तीनटा चारवटा पाँचवटा मात्र छ हाम्रो चाहिँ नआएर हो कि के हो है माटो नि भएन जस्तो लाग्यो हाम्रो चाहिँ यति मात्र छ अब यति जमराले हामी दसैँ लाउँछौँ टिका ल हामी के हुन्छ तपाईहरुलाई देखाउँछौँ अहिले है त खानाहरु पनि देखाउँछौँ टिका लगाएको देखाउँछौँ है त बुढाले मलाई टिका लगाएर आशिष दिनुहुन्छ है त राम्रो आशीर्वाद दिनु है बुढाले अब त त्यति आशीर्वाद पनि दिइरहेको छ मनमा नै यस्तो बाङ्गो लगाइदिनु मेरो टिका पुरा दसैँ आयो जमरा त एकदम धेरै छ फेरि जमरा त अब खासै छैन हैन अलिकति अहिले देखायो है नमस्ते ल खै कुटाउनु पर्छ हौ बुढाको यतिकै हुन्छ धन्यवाद बुढा सुन्दा लगाउने अब तिमी आफूलाई मैले त लगाइदिनु मिल्दैन त तिमीलाई तिमी आफै लगाऊ त्यही हेर्दै नमस्ते टिका मन मिलाएको छैन चुहिएको क्या हो छैन ठिक छ दसैँ अब राम्रो आशीर्वाद दिएको होला हाँस्नु हुँदैन भाग्यमा आफूलाई ल टिका पनि लगाइयो है त अब हामी खाना खाने सक्यो टिका टिका हाम्रो चाहिँ टिका सकिसक्यो होइन त्यही हो अब हामी खानासाना खान्छौँ है त ल भयो आज चाहिँ हाम्रो यहाँ पुलाउ छ यो चाहिँ फिस म चाहिँ खाँदिनँ तर बुढीले खान्छ अनि पापड अनि अन्डा आलुको दम साग मटन त हुनै पर्यो दसैँमा होइन अनि यो अचार अनि कोक त हाम्रो हुनै पर्यो र यस्तो चाहिँ हाम्रो दसैँ स्पेसल चाहिँ अब भोक लागिसक्यो अब हामी खाइहाल्छौँ है त गाइस अब हामी चाहिँ लन्च गर्न आँटेको छौँ दसैँ स्पेसल कति हाल्नु बुढा भन्नु ल चम्चा खान्छ कि हातले खान्छ ल अब हामी चाहिँ खाना खान लाग्छौँ दसैँको होइन अनि अब यति नै हुन्छ हाम्रो आजको दसैँको स्पेसल है चिसो भइसक्यो अर्को चम्चा भन्नु अर्को चम्ची ल्याऊ
बिहानै के खान्छन् होइन साथीहरू हाम्रो चाहिँ भोक लागिसकेको छ साग कति हाल्नु तिमीलाई मटन छिमेकीहरू बोलिरहेको छ छिमेकीहरू पनि आज बिदा रहेछ क्या हो मासु त्यता त्यो बुढाले अब मासुहरू त्यो खानुहुन्न खाने कि मलाई अब दसैँ चाहिँ मलाई नै लागेन कि मजाले ल ल खाएँ त गाइस ह्याप्पी दसैँ मिठो पछि मासु तित्ती त भयो क्या हो तपाईँहरू पनि आफ्नो परिवारसँग बसेर खाँदै हुनुहुन्छ होला नेपालमा दसैँ सक्छ यो भिडियोमा सकिहाल्छ Cheers, Buddha. Happy Dasai. Happy Dasai. सबैलाई ह्याप्पी दसैँ है त ल अब हामी खाना इन्जोय गर्छौँ यो भिडियो चाहिँ सर्ट एन्ड स्विट थियो होइन अब हामी पछि फेरि भिडियोहरू लिएर आउँछौँ अब किनभने अस्ति अस्ति अब नेपालतिरको स्थितिहरू पनि त्यस्तै थियो नि त होइन अनि चाहेर पनि रमाइलो गर्न सक्दैन थियो नि त अब त्यस्तो भएको छ नेपालमा है अनि त्यही अब तपाईँहरू पनि इन्जोय गर्नुहोस् हाम्रो परिवारहरूसँग सबैजना राम्रोसँग बस्नुहोस् स्टे सेफ अनि स्टे हेल्दी सबैलाई ह्याप्पी दसैँ अनि के भन्नुहुन्छ टेक केयर त्यति हो तास खेल्नु रमाइलो गर्नु होइन त्यति नै हो हाम्रो तर्फबाट हजुरहरूलाई ह्याप्पी दसैँ तिहार त्यति भन्दै आज हामी एन्ड गर्न चाहन्छौँ